हेलो गाइज, फाइनली आज चाहिँ मेरो आज होइन हिजोबाट इक्जाम सकियो। त्यस भएर आज म फर्किँला गोठाला आएको छु होइन। जागिर छ नि त हो मेरो गोठालो भन्ने होइन, जागिर छ। कति भाग्यमानी छु, हिजोदेखि इक्जाम सकेको आजदेखि ड्युटीमा आउनु पऱ्यो आज होइन। इक्जाम चाहिँ एकदम राम्रो भयो, बबाल भयो भन्न पनि मिल्दैन। फेरि पछि रिजल्ट पेरो भने म के भन्ने जवाब दिनु होइन। जेमा पनि मैले जति लेखेँ आफूले बुझे जाने अनुसारको लेखेँ, कतिपय चाहिँ बुझे जाने अनुसारको पनि लेखिनँ होला होइन। रिजल्ट आएपछि भनौँला रिजल्ट कस्तो हुन्छ भने, जेमा पनि पढाइप्रतिको टेन्सन अब केही समय 2-4 महिनाको लागि स्थगित भयो होइन। अब एकदम चिलमा छु, खुसी छु। जे जस्तो भए पनि आजदेखि अब हुन त चिल त अब मान्छे जिन्दगीमा यस्तै हो, आज भोलि समस्या आइ नै रहन्छ। तर पनि सो ह्याप्पी, इक्जाम सकियो, गोठालो गर्न रेडी हो। यस्तै छ, इक्जाम चाहिँ सकियो। अब आजदेखि ड्युटी सुरु, फाइनली गोठालो सुरु। त्यस्तै छ साथीहरू। म भ्लग आज पोस्ट पनि गरेको थिइनँ होइन। सोचेको छु आज चाहिँ भ्लग पोस्ट गर्छु भनेर बनाएको छु होइन। के भसो के अरे के भन्न आँटेको थिएँ, बिर्सिहालेँ। यस्तै छ होइन। जे भए पनि इक्जाम सक्दै, इक्जाम सकेको खुसियालीमा आज भ्लग चाहिँ पोस्ट हुने भयो होइन। पनि युट्युबमा गर्छु होला सायद होइन। गरेँ भने अब हेरिहाल्नुहुन्छ, गरेन भने मेरो मोबाइलमा स्थगित रहनेछ। यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हजुरहरूको इक्जाम कस्तो भयो म भिडियो पोस्ट गर्छु अनि तपाईँहरूले पनि कमेन्ट गर्नु है। बाई बाई।